मर्निङ साथीहरू सबैजनालाई नमस्ते। वेलकम छ मेरो अर्को भिडियोमा। साथीहरू के गर्दै हुनुहुन्छ? तपाईँहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? म पनि सन्चै छु साथीहरू। आज हरियाली हेर्नु, गुड मर्निङ। आज बादलै छ साथीहरू, बादल छ। यहाँनिरको रुख काटेर अहिले खुला भयो हाम्रो। साथीहरू के गर्दै हुनुहुन्छ? के छ हाल खबरहरू हजुरहरूको? यस्तै छ हाम्रो गोठो पाड घाँस, यस्तै हो आजभोलिको बर्खाको। साथीहरू यस्तै छ, सबैजनालाई सन्चै होला भन्ने आशाका साथ यो भिडियो प्रस्तुत गर्न लागेको छु साथीहरू। के गर्ने, बर्खा लागेको छ अनि पानीले गर्दा यस्तै छ मौसम साथीहरू। हामीले यहाँ टिन चेन्ज गरेको, नयाँ टिन हालेको साथीहरू। पानी चुहिएर हेर्नु न यस्तो बनाइदिएछ घरलाई। टिनहरू पुरा पल परेर नयाँ टिनहरू फेरेको। अहिले त अब आनन्द बस्छ, नत्र सिँढीमा पुस्दा कस्तो हुने, सिँढीको हालत बिजोग हुने। यस्तै छ साथीहरू, नयाँ नौलो हेर्दै गर्नु होला मेरो भिडियो, अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। पहाड, आहा कस्तो राम्रो मौसम हेर्नु त साथीहरू। आहा मौसम की तरह तुम भी बदल तो न जाओगे साथीहरू। यस्तै छ। त्यहाँ हेर्नु साथीहरू, हजुरलाई म जुम गरेर देखाउँछु है। हेर्नु त कति छ घाँस काट्नेहरू। घाँस काट्नेहरू त खेतमा टनाटन छन् बिहानैदेखिको। यस्तै छ साथीहरू मौसम, हरियाली मौसम की। हेर्नु पहाड, पहाड। मौसम की तरह तुम भी बदल तो न जाओगे। हेलो साथीहरू, सबैजना आरामै हुनुहुन्छ होला? हजुरहरू चिया खाइसक्नुभयो साथीहरू? मैले पनि खाइसकेँ नास्ता। अब खानाको तयारीमा छु। यस्तै छ साथीहरू, सबैजनालाई वातावरण राम्रो छ आजभोलि। यस्तै छ। मैले त आज साथीहरू पुरी बनाएको, पुरी दाल पाकिसक्यो साथीहरू। दाल पाक्यो, अब एकछिनमा बनाउने। अब यो र्याकलाई आज त्यहाँ ठोक्ने हो साथीहरू, त्यहाँनिर ठोक्नुपर्ने हो आज। अहिले यसलाई मजाले भुइँमा पुरा हेर्नु न, पुरा झरेर सब सिसाको मेरो बर्बाद पारेर यो दालमा, यो अरहरको दालमा साथीहरू पुरा सिसाको उसमा राखेको भएँ नि त मैले। पुरै सिसा फुटेर अनि साफ गरेको मैले। एक कण निकालेर यसलाई साफ गरेर हिजो दिनभरि लगाएर मैले अनि घाममा सुकाएर अहिले अनि उ गरे हौ, सुकाएर अनि चाली राखेको छु यसलाई चाहिँ। अब यो र्याकलाई चाहिँ मैले अहिले यसलाई ट्याक्क पारेर त्यहाँ फिट गर्नुपर्ने हो त्यहाँ साथीहरू। यस्तै छ यस्तै छ साथीहरू, के गर्ने। मौसम एकछिनमा पानी पर्छ, एकछिनमा घाम लाग्छ, यस्तै छ मौसम की तरह। मेरो डेली रुटिन, डेली भ्लग हजुरको समस्या आउनै छ साथीहरू। हेरेर साथ दिनुहोला, सपोर्ट गर्नुहोला। यो फुल कसको घरमा छ साथीहरू? भाले फुल, कमेन्ट गर्नु है। हेर्नु त कत्रो फुल छ भाले फुल। वाउ, यस्तो पुरा गमला त ढले हुन्छ त।
मेरो डल्ले खुर्सानी फल्दैछ साथीहरू। डल्ले खुर्सानी बुट्टा ठुलै छ, फुलफुले यस्तै छ मौसम बदलिरहेछ। गाई गोरु पाल्नेलाई घाँसको चटारो छ साथीहरू। बिहानै नास्ता खाएर आउनुहुन्छ कि त्यत्तिकै आउनुहुन्छ कि घाँसका भारी काटेर पर लैजानुहुन्छ। के गर्ने, गाई गोरु पालेपछि बोकेर राख्नु मिलेन साथीहरू, घाँस त काट्नै पर्यो। यस्तै छ। यो 12 बजे फुल हेर्नु न, 12 बजे फुल। मौसम की तरह तुम भी बदल तो न जाओगे। यस्तै छ साथीहरू। आजको दिनचर्या कसरी बित्छ, के गर्छ भन्ने कुरा। पाठो उइजो पाठो नाइ भाइ अनि च्याप्प समय भयो। स्याल स्याल उही कुखुरा खानालाई है। कहीँ उनाकुनामा होला अङ्कल, कहीँ बसिरह्यो है। अनि खुल्लै छ त। त्यो मेरो पाठी नि कति डर लाग्छ बिहान उठ्दा। साथीहरू हाम्रो यहाँ पडोसमा पाठी हरायो भन्दैछन्। अब यो धानको भुडहरू छ नि त, अनि स्याल आउँछ क्या। हाम्रो त्यतिर फेरि स्याल आउँछ, अनि स्यालले लग्न पनि सक्छ। यताउता पुरा खोजिहाले भन्दै हुन्छ अङ्कल। छैन, एउटा खसी मात्रै छ, पाठी कहाँ गयो भन्नुहुन्छ सानो बच्चा। त्यहाँ अङ्कलको खोर, त्यो खोर अङ्कलको हो। त्यो खोरको पाठी हरायो अरे। के गर्ने हो, के गर्ने हो। मौसम की तरह तुम भी बदल तो न जाओगे। यो गीत आउँछ साथी। मौसम देख्ने बित्तिकै यस्तो रमणीय मौसम देख्ने बित्तिकै गरम हाम्रो बारीमा हुन्छ। त्यहाँनिर बोरिङ छ हाम्रो साइडमा। यति फल्छ नि, हेर्नुहोस्। एक छाक भइहाल्छ, एक मुठा भएछ, ठुलै मुठा फाल्छ साथीहरू। हाम्रो त अर्ग्यानिक साथीहरू, अर्ग्यानिक साथीहरू। आज हरियो चुरा लगायो फाइनली। 6 दिनको दिन, 6 गते। साथीहरू यस्तै छ, के गर्ने हो। बसी बसाउँछ। त्यहाँ पछाडि हेर्नु त, ब्याकग्राउन्डमा कति राम्रो पहाड देखेछ हाम्रो। पहाड हरियाली का मौसम है। रमाइलो छ तर हाम्रो गाउँ, एकदम रमाइलो छ हाम्रो गाउँ। हरियो चुडा, हरियाली कति राम्रो छ साथीहरू। के गर्ने, यस्तै छ, बसी बसाउ छ। मम्मी चाहिँ करकोलो बनाउँदै हुनुहुन्छ। करकोलो खानु मन लाग्यो। गाबा रे गाबा 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 बनाउँदै हुनुहुन्छ। मैले फेरि गोर्खे अचार बनाएँ साथीहरू, काँक्रा र आलुको। हजुरहरूलाई म देखाउँछु है साथीहरू, एकछिनमा रोक्नु। यस्तै छ। आज त घाम कस्तो मजाको लागेको। ओहो हो घाम हेर्नु त, वाउ घाम 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 साथीहरू। म हजुरहरूलाई देखाउँछु है। गोर्खे अचार कस्तो खान मन लागेर कि मलाई।
अचार बनाएर मैले रेडी बनाइसकेँ साथीहरू। खाने भए आउनुहोस् सबैजना। हजुरहरूलाई स्वागत छ मेरो घरमा। आउनु होला नि साथीहरू, माया मानेर आउनु होला। म खुवाइहाल्छु नि हजुरहरूलाई मिठो मिठो अचार, मिठो मिठो आफ्नो हातले बनाएको परिकारहरू बनाएर। मेरो घरमा आउनु त पर्यो नि पहिला। यस्तै छ साथीहरू। अब यो ऱ्याकलाई चाहिँ म अब यस्तरी यहाँनिर टाँस्नु पर्ने छ कि किल्लाहरू सबै ल्याएको छु। अब चाहिँ गर्नुपर्छ। यस्तै छ हरियाली डाँडा काँडाहरू यस्तै छ साथीहरू। आजको घाम लागेछ, बादल बादल थियो, अहिले चाहिँ घाम लागेर मस्त भएको छ। यस्तो घाम लागेको छ, हरियाली छ। अनि पहाड हेर्नु न, वा पहाड यस्तो राम्रो, छाड्नुहोस् हेर्नुहोस् हाम्रो पहाड। आहा क्या दामी। अनि त्यसमाथि बादल हेर्नु, आकाश हेर्नु न कस्तो दामी छ। आहा यस्तो ठाउँमा बस्न पाएपछि त कसलाई मजा आउँदैन होइन साथीहरू। यस्तो ठाउँमा चाहिँ बस्न आनन्द स्वर्गमा पुगे जस्तो हुन्छ। पहाडको डाँडाकाँडा छेउमा हरियालीमा बस्दा त केही चाहिँदैन। सहर बजार त मन पर्दैन साथीहरू, मलाई त यस्तै ठाउँ मनपर्छ। हरियाली डाँडाकाँडा भएको यस्तै गाउँ घर यस्तै राम्रो लाग्छ। आफ्नो नेचुरल यस्तै छ, हेर्नुहोस्। ल साथीहरू, बाई बाई। मेरो भिडियो राम्रोसँग हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू सबैजनालाई। बाई, फेरि भोलि भेटौँला। बाई बाई साथीहरू।